सजिलो शिक्षा प्रणाली भन्ने संस्थाबाट छ। हाम्रो अहिले कालिका मावि माने भन्ज्याङको सर आउनुभएको छ ओखलढुङ्गा जिल्लाबाट। उहाँले चाहिँ हाम्रो सजिलो शिक्षा प्रणालीबाट सञ्चालन गरेको पर टिचर पर ल्यापटप कार्यक्रम अन्तर्गत उहाँले ल्यापटप हस्तान्तरण गर्न आउनुभयो। उहाँले ल्यापटप लिन आउनुभएको हो र हाम्रो संस्थाले चाहिँ ती ल्यापटप उहाँलाई हस्तान्तरण गर्दै उहाँको 2 शब्द चाहिँ बोलिदिनको लागि विनम्र अनुरोध गर्छु। यो ल्यापटप तपाईँलाई धन्यवाद सर। सजिलो शिक्षा प्रणालीलाई विशेष धन्यवाद। मैले यो सामाजिक सञ्जाल मार्फत यो सूचना प्राप्त गरेँ यहाँहरूको। त्यसै मार्फत मैले पनि एप्लिकेसन लगाएँ र त्यो परेको थियो। त्यसमा उहाँले राम्रो खालको एप्पल ल्यापटपदेखि डेल लेनोभो लगायत राम्रो खालको ओरिजिनल ल्यापटपहरू उपलब्ध गराउनु भएको छ हाम्रो विद्यालयलाई। विशेष गरी यो सरलाई हार्दिकतापूर्वक म विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। अन्य साथीहरू जति हुनुहुन्छ उहाँसँग चाहिँ समन्वय गरेर उहाँको संस्था मार्फत एक शिक्षक एक ल्यापटप कार्यक्रममा सहभागी भई शैक्षिक गुणस्तर वृद्धि गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। थ्याङ्क यू।